नमस्कार, मेरो नाम रजमान बैडावा हो। बाँसगढी नगरपालिका वडा नम्बर 4 बटुवाताल बर्दिया म परगटी जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। मैले थुप्रै किसिमका औषधि उपचार गर्ने गर्छु। यो मरिच हो। मरिचको पत्ता हो, पानको पात जस्तै देखिँदैछ। अस्ति नै मैले पानको पनि खेती गरेका छौँ, त्यो देखाएँ। यो आज मरिच देखाउँदैछु तपाईहरूलाई। यो मरिच हो। यसको फल कुटेर पुरै चाहिँ मिक्सचरमा पिसेर त्यो बटोल्या भन्छ, त्यसपछि जौ भन्छ, त्यो बराबरी मिक्सकट गरेर दिने हो भने पित्त थैली लगायत मृगौलाको पित्त थैलीको पत्थरहरू सबै फालिदिइराखेको छ। पत्थर फाल्ने अचुक यो रामबाणको रूपमा, सञ्जीवनी औषधिको रूपमा यो स्थापित छ। यसलाई हामीहरू सधैँभरि पत्थरको औषधि दिने गरेका छौँ। म परगटी जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। यसबाट हामी धेरै जडीबुटी खेतीहरू गरेका छौँ, विभिन्न किसिमका खेतीहरू गरेका छौँ र यसबाट हामीहरूले औषधि उपचार गरिरहेका छौँ। र मैले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बबासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि दिने गर्छु। मासु पलाएको सबै ठाउँमा, आँखामा, मलद्वारमा, पाठेघर, अन्डथैली, मूत्रनली, कलेजो, फोक्सो, पित्त थैली, आन्द्रा भुँडीहरूमा मासु पलाएको र बाहिर मासु पलाएको पनि हामीहरू दिने गर्छौँ। कतिपय त टिम्मर भएको भनेर भन्छ, बिचबिचमा मासु पलाएको, त्यस्तोलाई हामीहरू औषधि दियौँ भने एकदमै राम्ररी सफल उपचार भइरहेको छ। सेवाको लागि म एकदम तयार छु। मेरो बोली सुन्नेहरू सबै चाहिँ तपाईँहरू आउनुभयो र आफ्नो त्यस्तो समस्या छ भने त्यस्तो लिएर आउनुभयो भने सेवाको लागि तयार छु। र मेरो फोन नम्बर 9858866128, 9848866128। अर्को एनसिएलको 9820212941 हो। हस्, धन्यवाद।